हेलो माई फ्रेन्ड्स, आज चाहिँ गर्ल्स डे आउटको मेरो भिडियो आयो होइन। उसलाई सपिङ गर्नुपर्ने थियो साथीलाई, अनि मलाई पिक गर्न आयो मेरो घरमा। अनि हामी सिधै बौद्धमा राइजमा गयौँ। अनि उसले त्यहाँ सेल लागिरहेको थियो, उसले त्यहाँ टी सर्ट्सहरू किन्यो। अनि त्यसपछि हामी त्यहाँबाट अर्को स्टोरमा गयौँ, टुलिप्समा। अनि टुलिप्समा चाहिँ उसले त्यहाँ मजाले हेरिरहेको थियो होइन। यो ट्रायल भर्जन भइरहेको छ उसको प्यान्टको, बाहिर जिन्स ज्याकेटहरूको। अनि यहाँ बाहिर पानी परिरहेको थियो, म चाहिँ आफ्नो भिडियो दिँदै बसिरहेको थिएँ। अनि उसले फेरि अर्को ट्रायल भर्जन भयो टी सर्ट्सहरूको। अनि उसले फेरि त्यहाँ अरू पनि हेर्दै गरिरहेछ। अनि फाइनलाइज गर्यो। अनि फाइनलाइज भइसकेपछि हामीहरू त्यहाँबाट केएल टावर गयौँ। केएल टावरमा चाहिँ हामी सरासर बेस्टमार्टमा छिर्यौँ। अनि बेस्टमार्टमा पनि उसले सपिङ गर्यो, तर मैले सपिङको भिडियो चाहिँ लिइलिएँ होइन। अनि त्यसपछि हामी तल पार्किङमा गएर उसको नयाँ स्कुटरमा बसेर अनि त्यहाँबाट हामी सरर लाग्यौँ कहाँ भन्दाखेरि सामाखुसी, अन द वे टु सामाखुसीमा हामी चाहिँ अमेजिङ ड्रेसअपमा गयौँ। अनि त्यहाँ गएपछि हाम्रो फेरि सुरु भयो। अनि ऊ हँसाइरहेछ बेला बेलामा के गफहरू गरेर होइन। अनि त्यसपछि फेरि उसको ट्रायल भर्जन सुरु भयो, फेसन सो सुरु भयो, एउटा दुईवटा तिनवटा गरेर। अनि मैले पनि एउटा टी सर्ट्स त्यहाँ ट्राई गरेँ होइन। अनि त्यसपछि मैले पनि एउटा लिएँ। अनि हामी फेरि त्यहाँबाट निस्किन तयारी भयो। पानी परिरहेको थियो, रेनकोट लगाउन त भनेर रेनकोट लगाउँदै हामी पुग्यौँ सिटी स्क्वायर मलमा। अनि त्यसपछि त्यहाँ पनि हामीले एक दुईवटा स्टोरहरू हेऱ्यौँ है, खासै लिनुपर्ने केही देखेनौँ त्यहाँ चाहिँ। अनि त्यहाँबाट हामी पानीपुरी थियो बाहिर, पानीपुरी खानातिर लाग्यौँ। पानीपुरी खाने बेलामा पनि म यसो भिडियो लिँदै गर्दै कस्तो भइरहेछ भन्दै गरिरहेको थिएँ। अनि हामी त्यहाँ पानीपुरी खाएर फेरि के मिस्टेक भयो भन्दा मैले मेरो स्कार्फ चाहिँ अमेजिङ ड्रेसअपमा छोडेको थिएँ। अनि फेरि त्यो स्कार्फ लिनलाई हामी रिटर्न भयौँ। अनि त्यहाँबाट हामी त्यसपछि लाग्यौँ भातबटिनी। अनि भातबटिनीको सिधै ऊ चोइस सेक्सनमा जान्छ, आफ्नो छोराको लागि के लिइरहेको हुन्छ। अनि म चाहिँ त्यो बेलामा चाहिँ यस्तो खेल्दै बसिरहेको हुन्छु होइन। अनि त्यसपछि जाँदै नखोज्ने, ढिला भइसक्यो, ल छिटो जाउँ भनेर भन्छु। अनि बल्ल फाइनली उसलाई लिएर गएँ म गरेर। अनि हामी सुज सेक्सनमा गयौँ। अनि उसले जुत्ताहरू पनि किन्यो। जुत्ता किनेपछि अनि त्यही बेलामा मैले पनि कोही मलाई हुन्छ कि भनेर ट्राई गरेको, तर अफसोस 35 पनि मलाई ठुलो भयो है। अनि त्यसपछि हामी उता उसले पे गर्न जाँदाखेरि उसले एउटा पर्फ्युम लियो। अनि फाइनली मलाई मेरो घर